हेलो एन्ड वेलकम टु अल जब्स नेपाल। तपाईँहरूलाई चाहिँ म आज लक्ष्मी ललिता वित्तीय संस्था लिमिटेडको भ्याकेन्सीको बारेमा जानकारी लिएर आइसकेको छु र यो भ्याकेन्सी चाहिँ भर्खरै एसएलसी एससी पास गरी +2 उत्तीर्ण गरेकोलाई चाहिँ एकदमै स्वर्ण अवसर रहेको छ। तपाईँहरूलाई चाहिँ 2083 2 महिना 12 गते चाहिँ घ परीक्षा प्राप्त 7वटा प्रदेशमा 90वटा शाखा कार्यालयहरूबाट लघु सेवा प्रदान गरिरहेको एकदमै यो लक्ष्मी ब्याङ्कको चाहिँ एउटा सहायक शाखाको रूपमा चाहिँ स्थापित भएको। यदि तपाईँ ऊर्जाशील, जिम्मेवारी, परिणाममुखी र ग्रामीण समुदायमा नजिक भएर काम गर्ने संस्था छ भने चाहिँ तपाईँहरू यसमा फर्म भर्न सक्नुहुन्छ। कनिष्ठ सहायक प्रशिक्षार्थीको रूपमा चाहिँ लिने भनिएको छ र मान्यताप्राप्त शैक्षिक संस्थाबाट कुनै विषयमा प्रवीणता प्रमाणपत्र +2 पास गरेकोले चाहिँ एप्लाई गर्न सक्छ। आधारभूत कम्प्युटर सञ्चालन सम्बन्धी सिप तथा ज्ञान भएको, मोटरसाइकल स्कुटर चालक प्रमाणपत्र प्राप्त गरेको प्राथमिकता दिनेछ। संस्थाको कार्यक्षेत्रमा प्रशिक्षणलाई प्राथमिकता दिनेछ। 18 वर्ष पुरानो हो, 30 वर्ष नआएको भने परीक्षाको किसिम लिखित परीक्षा, फिल्ड अवधारणा र अन्तर्वार्ता हुनेछ। अनि त्यस पछाडि सर्ट लिस्टिङ गर्नेछ र त्यही मध्येबाट चाहिँ पुगेको आधारमा छनौट सूची तयार गर्नेछ। छनौट सूचीमा परेको उम्मेदवारहरूले लिखित परीक्षामा सहभागी हुनुपर्नेछ र लिखित परीक्षामा उत्तीर्ण भएको उम्मेदवारहरूलाई 1 हप्ताको लागि संस्थाको विभिन्न शाखा कार्यालयहरूमा फिल्ड अवधारणाका लागि पठाइनेछ र सफलतापूर्वक फिल्ड अवधारणा पुरा गरेको उम्मेदवारलाई चाहिँ मात्रै अन्तर्वार्ताको लागि काठमाडौँ बोलाइनेछ भनेको छ। भने पदको प्रकृति भनेको अन्तर्वार्ता परीक्षा उत्तीर्ण भएको उम्मेदवारलाई सुरुमा 6 महिनाको तालिमी कर्मचारीको रूपमा वित्तीय संस्थाको कुनै पनि रिक्त रहेको शाखा कार्यालयहरूमा खटाइनेछ भने तालिम अवधिमा कार्य सम्पादन सन्तोषजनक भएमा र उम्मेदवारहरूमध्ये केही उम्मेदवारहरूलाई संस्थाको आवश्यक अनुसार नियुक्ति प्रदान गरी संस्थाले चाहिँ स्थायी कर्मचारीको रूपमा चाहिँ राख्नेछ भनेको छ भने समयको तालिम अवधिमा कार्य सम्पादन सन्तोषजनक नभएमा संस्थाको कर्मचारी सेवा बिना अनुमतिबाट अनुसार हुनेछ भनेको छ। त्यस पछाडि छनौट सूचीमा परेको आवेदकहरूलाई परीक्षा सञ्चालन हुने मितिदेखि समय, स्थान र परीक्षाको पाठ्यक्रम सम्बन्धी सूचना वेबसाइटमा हाल्ने भनेको छ। काम गर्नुपर्ने 7 प्रदेश अन्तर्गतका शाखा कार्यालयहरू गर्नुपर्ने काम भनेको नेपाल ग्रामीण, पहाडी तथा ब्याङ्कमा गएर लघु वित्तको सम्बन्धी कार्यहरू गर्नुपर्ने तलबद्ध संस्थाको नियमअनुसार तालिम अवधिमा तोकिए बमोजिम तालिम भत्ता मात्र प्राप्त गरिनेछ भनेर भनेको छ। भने फर्म भर्नको लागि चाहिँ 500 रुपियाँ